तिहारको रमाइलो चाड मनै खुसीले आयो बहार भैलो भैलो भन्दै देउसी देउसी भन्दै हे भैलो भैलो भन्दै देउसी देउसी भन्दै आइपुग्यो हजुरको द्वार आइपुग्यो हजुरको द्वार आज तपाईहरुको संस्थाले विशेष कार्यक्रम गर्दैछ दशैं र तिहारको अवसर पारेर विशेष गरी यो कार्यक्रमको बारेमा अलिकति बताइदिनुहोस्। नेपाल फोरम ग्रिनिज नेपालीहरूको साउथ इस्टमा एक प्रतिनिधिमूलक संस्था हो। यो विगत 2002 देखि यस क्षेत्रमा सामाजिक कामहरुमा लागिपरेको छ। सामाजिक काम गर्ने सिलसिलामा यसले विभिन्न किसिमका सामाजिक आयामहरुमा हात हालेको छ। त्यसमध्येको यसपालि हामीले आयोजना गरेको यो दशैं तथा दीपावलीको उपलक्ष्यमा भेटघाट कार्यक्रम हो। यो कार्यक्रम चाहिँ इज ए पार्ट अफ कल्चरल ट्रान्सफर्मेसन टु दी डिसेन्डिङ जेनेरेसन भन्ने हाम्रो एजेन्डा छ। यस्ता कार्यक्रमहरूले हाम्रा नेपाली कम्युनिटीका बालबच्चाहरू अपकमिङ जेनेरेसनहरूलाई चाहिँ यसले चाहिँ कल्चरल ट्रान्सफर गर्नमा चाहिँ सहयोग पुर्याउँछ भन्ने हामीलाई विश्वास छ। जस्तै हामीले चाहिँ बच्चा बच्चीको नेपाली भाषाको कक्षा सञ्चालन गरेको छौँ, इज अनदर पार्ट। त्यस्तै गरेर हामीले यस क्षेत्रमा नेपाली मन्दिरको सुरुवात गरेका छौँ संस्था मार्फत, त्यो अर्को कल्चरल ट्रान्सफर्मेसनको चाहिँ आयाम हो। त्यस्तै अरू विभिन्न किसिमका कामहरू, महिलासँग सम्बन्धित कामहरू, एक्स ब्रिटिस गोर्खा आर्मीहरूसँग सम्बन्धित विषयहरूमा पनि हामीले आयामहरू उठाएका छौँ। र विशेष गरेर यही कार्यक्रमले चाहिँ नेपालीहरूको बिचमा भेटघाट, सद्भाव, आत्मीयता र हाम्रो नेपालको सदियौँदेखि चलिआएको सकारात्मक संस्कारलाई विदेशमा पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने एउटा सानो झमर्को हो। यसबाट आएको सानो आर्थिक सहयोग खर्च कटाएर बचेको खण्डमा हामीले बच्चा बच्चीको नेपाली क्लासमा खर्च गर्ने हाम्रो लक्ष्य छ। आजको यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामीलाई कार्यक्रमको सभापतिको आवश्यकता पर्ने हुनाले यस कार्यक्रमको सभापतित्व चेयरम्यानसिप गरिदिनुको लागि म नेपाल फोरम ग्रिनिजका अध्यक्ष डाक्टर रामकुमार अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। समाजसेवी व्यवसाय पनि हुनुहुन्छ र उहाँहरूले हरेक क्षेत्रमा त्यसलाई पनि रिकग्निसन गर्दैछ। समाजका प्रतिनिधि हुनुहुन्छ, उहाँलाई पनि याद र गाता लगाएर हाम्रो बीचमा त्यसै गरेर हाम्रो नेपाली र गाता बढाएर सम्मान गर्ने रमाइलो यसमा ताली बजाएर सहयोग गरिदिनु गर्दछु। हामीले हाम्रा मुख्य अतिथि डाक्टर सुरेन्द्र चालिसज्यूलाई सम्मानित गर्न गइरहेका छौँ। भोलिका दिनहरूमा पनि यसरी नै हामीले हाम्रो संस्कृतिलाई यस्तै रूपमा देखाउन सक्यौँ भने पक्कै पनि हामी विदेशमा भएर पनि विदेशी भएको जस्तो हुने छैन। र हाम्रो जुन आजको उपस्थितिले त्यो कुरालाई साबित गरेको जस्तो लाग्छ। तर कतिपय दिदीबहिनीहरू भन्ने गर्नुहुन्छ हामी त बिजी छौँ, कामको कारणले उपस्थिति हुन सकिँदैन, कतिपय होला विभिन्न कारणले। तर पनि हाम्रो यो महान चाडलाई जस्तोसुकै बिजी भए तापनि हामी यसरी यसलाई
एउटा सद्भाव देखायो भने हाम्रो राष्ट्रप्रतिको र हाम्रो एउटा महान चाडको महत्त्व रहनेछ। चाहे हामी युकेमा किन नहौँ, चाहे हामी अमेरिकामा किन नहौँ, विश्वको कुनै कुनामा भए पनि हाम्रो यस चाडलाई, महान चाडलाई हामीले नबिर्सिनु हाम्रो कर्तव्य रहन्छ। Feels very welcome in Plumstead, and certainly I would like to thank you on behalf of the borough for everything that you do, for all the hard work that you do, for all the entrepreneurial things that you do, for the way as a teacher I see that your children work so hard in school, bringing us our wonderful results, and for the prosperity you bring to our borough. It's very important to us, and also I believe that the understanding that is between us will develop. It develops more every time we have these festivals every year, and every year I see the wonderful dancing and I see the future. And you are the future for us in our borough, and I think that we can work together, and I hope very much that we can expand all the links that are between our communities. So thank you, and I hope you have a wonderful evening. Actually, this event, which is aimed at celebrating Dasai, Tihar and Chhath, has helped us bringing Nepalese community in particular living in different parts of United Kingdom. And such gathering is very, very imperative, particularly in the context of a challenge of social integration of Nepalese Gorkhas into the society. More they come together, more there is chances of sharing their ideas, difficulties, and solicit help from community members and the leaders as well. Since I see an array of responsible and important personalities present over here, I would like to take an opportunity to say a few words with regard to the challenge of integration of the Nepalese community in the United Kingdom. Perhaps you know that the sacrifice of Gorkhas, particularly, they fought First World War, Second World War, they also fought the Falkland War, and they have still been fighting in Afghanistan to protect the interest of British government. And in this process, hundreds of thousands Gorkhas sacrificed their lives. निमन्त्रणालाई सहजै स्वीकारेर हाम्रो कार्यक्रमलाई अगाडि बढाइदिनु हुनको लागि नेपालदेखि आउनुभएकी हाम्री 1.5 दशक नेपाली फिल्म क्षेत्रमा सक्सेसफुल तरिकाबाट आफ्नो अभिनय गर्न सफल हाम्री अतिथि कलाकार रेजिना उप्रेतीज्यू र यसै गरेर एनबीए युके पशुपति टेम्पल साउथ इस्ट लन्डन गुल्मी जिल्ला समाज तमुदी साउथ इस्ट लन्डन क्षेत्री समाज साउथ इस्ट लन्डन पाछापुछा समाज साउथ इस्ट लन्डन महिला संघ साउथ इस्ट लन्डन एबियुड नेबरहुड समाज एबियुड लन्डन र एनआरएन युके का एडभाइजरहरू पनि मैले देखिरहेको छु जसमा नेपाल टेलिभिजनका प्रोप्राइटर अथवा मिडियाबाट चाहिँ मोहन गुरुङज्यू युरोपको नेपाली पत्रको कोही पनि हुनुहुन्छ भने उहाँहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। आजको विशेष नेपाली फोरममा म एउटा भाइस प्रेसिडेन्टको नाता प्लस कल्चर सेक्रेटरीकै हिसाबले गर्दाखेरि हाम्रो नेपाली फोरम अन्तर्गत रहेको 16वटा रेजिस्टर्ड हाम्रो संस्थाहरू छन्। उहाँहरूको कलाकार नानीहरूलाई बटुलेर सबैको जात जाति अनि सबैको कल्चरलाई हामीले एकमुष्ट गरेर जुनै पनि एजको होस् स्त्री पुरुष सबैलाई समेटेर हामीले प्रोग्राम सञ्चालन गर्ने अहिले जमर्को गरिरहेछौँ।
हामीसँग हुनुहुन्छ रेजिना उप्रेती। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई स्वागत छ। धन्यवाद। यतिखेर बेलायतमा हुनुहुन्छ होइन र आजको यस दसैँ तिहार विशेष कार्यक्रममा स्पेसल गेस्टको रूपमा हुनुहुन्छ। कस्तो अनुभव भइरहेको छ? दसैँमा नेपाल छोडेर आएको होइन कस्तो होला के होला जस्तो लागिरहेको थियो। पहिलोचोटि यति नेपालीहरूको हाम्रो महान चाड दसैँ होइन अनि अलिकति नरमाइलो लागिरहेको थियो। तर म युकेमा टेक्ने बित्तिकै जति बेला यहाँ ल्यान्ड गऱ्यो त्यस पछाडि जताततै नेपालीहरू अनि त्यसपछि जुनै पनि प्रोग्राममा गएँ नेपालीहरूले यति धेरै माया गर्नुभएको छ, यति राम्रो रेस्पोन्स गर्नुभएको छ होइन। त्यसले गर्दाखेरि दसैँ मैले नेपालमै छु जस्तै आफूलाई फिल गरिरहेको छु कि अस्ति पिटरबोरोमा नि एकदम रमाइलो भयो र अहिले यहाँ जुन हामी यहाँ दसैँ मनाउँदैछौँ दिपावली प्लस जताततै नेपाली एकदमै हुन्छ नि नेपालमा भन्दा पनि नेपालीहरू यहाँ धेरै देखेर खुसी लागिरहेछ। ठ्याक्कै उल्टो भयो। विशेष गरी होइन विदेशीहरू हामी नेपाल जानुपर्ने दसैँ तिहारमा होइन तपाईँ देश छोडेर विदेश आउनु भएको छ होइन केही विशेष कारण अथवा कुनै कार्यक्रमको लागि अथवा कुनै योजना बनाउनु भएको छ यहाँको लागि? खास मेरो प्लान चाहिँ दसैँ सके पछाडि आउने थियो होइन। तर यसपालिको दसैँ विदेशमा कति धेरै वर्ष बसिरहनु भएको छ आफ्नो घर छोडेर होइन कामको सिलसिलामा होस् अरू कुनै सिलसिलामा होस् होइन। मैले 1 वर्ष सधैँ लगाइरहेको टिका हो सधैँ खाइरहेको मासु हो होइन। त्यसले गर्दाखेरि विदेशमा बस्ने नेपालीसँग मनाउँ न त उहाँहरूलाई पनि एउटा इन्टरटेन हुन्छ। नेपालबाट कलाकार आउँदा उहाँहरूले एकछिन भने पनि हाँस्न पाउनुहुन्छ एकछिन भने पनि रमाइलो गर्नु पाउनुहुन्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ म दसैँमै जान्छु। यसपालि चाहिँ म दसैँ चाहिँ युकेमै मनाउँछु भन्ने हिसाबले त्यो कारण प्लस मेन उद्देश्य भनेको चाहिँ दसैँको साथसाथै मैले बनाएको मुभी रेजिना फिल्म्सबाट बनेको चलचित्र वरदान कविता श्रेष्ठको निर्माण चाहिँ अब यत्रो 11 वर्षसम्म मैले काम गरेँ फिल्म इन्डस्ट्रीमा होइन एज अ कलाकार। अब म प्रोड्युसर बन्न गइरहेको छु मैले मुभी बनाइरहेको छु भने युकेमा बस्ने नेपालीलाई किन नदेखाउने त भन्ने हिसाबले चाहिँ मैले बनाएको चलचित्र वरदान देखाउन आइरहेकी छु। प्लमस्टेडमै हाम्रो 26मा प्रिमियर सो हुँदैछ। जसरी आज हामी नेपाली जम्मा भएको छौँ आई होप त्यो दिन पनि त्यसै गरी नै हामी सबैजना जम्मा भएर दसैँ यसै गरी नै मुभी हेरेर रमाउनेछौँ भन्ने चाहिँ मलाई आशा छ। पक्कै पनि चलचित्रको कुरा निक्लिहाल्यो होइन विशेष गरी वरदान यहाँ प्रिमियर गर्छु भन्नुभयो होइन वरदान कस्तो खालको चलचित्र हो? यो चाहिँ टोटली पारिवारिक मुभी हो। 3टा परिवारभित्र छ होइन राइस माल करिश्मा मानन्दरको फ्यामिली एउटा अर्जुन कार्की मुकेश ढकाल प्लस मेरो फ्यामिली एउटा पुरै फ्यामिली ड्रामा प्लस यसमा एक्सन पनि छ कमेडी पनि छ होइन। अब मैले बनाएको छु भरसक कसरी हुन्छ दर्शकलाई हेरुन्जेल रमाइलो प्लस आनन्द हुन्छ नि मान्छेले टिकट काटेर हलमा आइसके पछाडि व्यर्थ हेर्न आएछ मुभी भन्ने चाहिँ नहोस् भन्ने हिसाबले मैले कोसिस गरिरहेको छु। अब कमी कमजोरी त नेपाली मुभीमा अलिअलि त भइ नै हाल्छ किनकि हाम्रो बजेटको हिसाबले होस् लोकेसनको हिसाबले होस् होइन हामी हलिउड बलिउड जति भइसकेका छैनौँ। त्यसले गर्दाखेरि जे होस् हेरुन्जेल दर्शकलाई चाहिँ बोर हुँदैन।
मेरो डले डले नलिनलाई खान्न यति राम्री मोटीलाई अघि नलाई जान्न आज झुम्नु पर्यो आकाशैको